हेलो फ्रेन्ड्स, नमस्ते। अम्बो कुक्समा यहाँहरू सबैजनालाई स्वागत छ। आज चाहिँ मैले निङ्ग्रोलाई साँधेर यसरी अचार बनाएर ल्याएको छु साथीहरू। एकदमै मिठो हुन्छ यसरी बनाउँदा। भिडियो अन्तिमसम्म हेरेर मन परे एक लाइक अवश्य गरिदिनु होला अनि नयाँ साथीहरूले च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। साथै साइडको बेल आइकनलाई पनि प्रेस गरेर राख्नुहोला। आउनुहोस् अब बनाउन सुरु गरौँ। यसको लागि मैले एक बिटा निङ्गुरो लिएको छु। यो चाहिँ अलिकति सानो खाले पाएँ मैले, यो नै लिएको छु। हामीले बजारमा ठुलो खाले निङ्गुरो पनि पाउँछौँ, त्यसको पनि बनाउन सक्छौँ साथीहरू। त्यसलाई चाहिँ चिरेर बनाउनु पर्छ। यो हेर्नुहोस् त, यस्तो खाले निङ्गुरो चाहिँ राम्रो हुन्छ अचार बनाउँदा। यसमा चाहिँ धेरै पात हुन्छ अनि यसमा चाहिँ पात कम हुन्छ। यस्तो मात्रै पायौँ भने चाहिँ एकदमै राम्रो बनिन्छ। र यसलाई चाहिँ हामीले यसरी हातैले चुडाएर भाँचेर लिन सक्छौँ। यसको यतातिर किरा छ कि भनेर हेर्नुपर्ने हुन्छ। यसरी ठिक्कको साइजमा भाँचेर हामीले केलाउँदै राख्नुपर्ने हुन्छ सबै निङ्गुरोहरूलाई। सुरुमा यो धेरै छिपिसकेको छ, हेर्नुहोस् त, यति मात्रै निस्किन्छ एउटा निङ्गुरोबाट। यसरी सानो सानो निङ्गुरो लियौँ भने चाहिँ धेरै भाग चाहिँ छिपिसकेको हुन्छ र खाने भाग चाहिँ थोरै मात्रै हुन्छ। यसरी 2 चोटि 3 चोटि भाँचेपछि अरू चाहिँ छिपिसकेको हुन्छ। यो हेर्नुहोस् त, यो अब यसरी छिपिसकेको छ। यसलाई राख्नु मिल्दैन, यिनीहरू चाहिँ पाक्दैन। यसरी कलिलो भागसम्म मात्रै हामीले निङ्गुरो भाँचेर राख्नुपर्छ। ल, सबै केलाइसकेँ मैले। हेर्नुहोस् त, यति धेरै चाहिँ फ्याँक्नुपर्ने छिप्पिएको भागहरू चाहिँ निस्कियो। यो डन्ठा हेर्नु, यति धेरै चाहिँ, जति निङ्गुरे त्योभन्दा आधामा धेरै चाहिँ यो छिप्पिएको भाग मात्रै निस्कियो। अनि केलाइसकेको हेर्नुहोस् त, यति मात्रै निस्कियो। अब यसलाई चाहिँ हामीले सफा पानीले 2-3 चोटि राम्रोसँग धुनुपर्छ। ल, मैले यो धोएर ल्याइसकेँ, हेर्नुहोस् त। अब यसलाई हामीले बोइल गर्नको लागि यहाँ मैले पानी बसाइसकेको छु। यसमा थोरै नुन राख्ने अनि यसलाई एकछिन चलाइदिउँ नुनलाई। अब उम्लिँदै गरेको यो पानीमा निङ्गुरोलाई राखेर 2-3 मिनटसम्म बोइल गर्नुपर्छ। ठुलो खाले निङ्गुरो लिएको छौँ भने योभन्दा धेरै टाइम लाग्न सक्छ। निङ्गुरोलाई बिचमा पल्टाइदिनुपर्छ, तलतिर मात्रै धेरै पाक्छ। त्यसैले निङ्गुरोलाई पकाउँदाखेरि हामीले 60-70% मात्रै पकाउनुपर्छ, त्योभन्दा धेरै चाहिँ पकाउनु हुँदैन। ल, हेर्नुहोस् त, यतिको भइसकेको छ यो चाहिँ। ल, यो भनेको चाहिँ 70% जति चाहिँ पाकेको छ। अब यसलाई हामीले ग्यासबाट निकालेर यहाँ पानी तयार गर्दैछु मैले। चिसो पानीमा आइस क्युब पनि राख्दैछु। आइस क्युब छैन भने चिसो पानी मात्रै लिँदा हुन्छ। अब यो चिसो पानीमा चाहिँ निङ्गुरोलाई तुरुन्तै निकाल्दै राखिदिनुपर्छ। यसो गर्नाले चाहिँ यसको कुकिङ प्रोसेस यहाँ नै रोकिन्छ अनि निङ्गुरोको कलर पनि एकदमै हरियो रहन्छ। अचार बनाउनको लागि चाहिँ यो प्रोसेस हामीले नछुटाइ गर्नुपर्ने हुन्छ। अब सबै निङ्गुरोमा रहेको पानी तार्नको लागि मैले यसलाई चाल्नीमा यसरी निकाल्दैछु। एकछिन चाल्नीमा नै राखेर यसमा भएको सबै पानी निस्किन दिनुपर्छ। अब यसरी एकछिन राखिसकेपछि यहाँ मैले प्यान तताएर तोरीको तेल राख्दैछु। तेल राम्रोसँग तातिएपछि मेथी पुर्याउनु पर्छ 1 टीस्पुन। मेथीलाई चाहिँ एकदमै राम्रोसँग कालो भइन्जेलसम्म हामीले यसरी पुर्याउनु पर्छ। अब मेथीको दाना राम्ररी फुरेपछि यसमा हरियो खोर्सानी राखिदिनुपर्छ। यहाँ मैले 5 वटा हरियो खोर्सानी राख्दैछु। यसलाई पनि मेथीसँग यसरी भुट्नुपर्छ। हरियो खोर्सानीलाई मैले बिचमा चिरा लगाएको छु ताकि यो पड्केर तेल नउछिटियोस् भनेर। अब लसुन राखिदिनुपर्छ, 8-10 कली लसुनलाई हल्का कुच्याएर। अब थोरै बेसार 1/2 टीस्पुन जति रेड चिली पाउडर राखेर यसलाई पनि यसमा मिक्स गरिदिनुपर्छ यसरी। ल, अब चाहिँ यसमा यो निङ्गुरोलाई राखिदिनुपर्छ। निङ्गुरोबाट पानी मजाले नित्रिएको छ। अब चाहिँ हामीले निङ्गुरोलाई हाई फ्लेममा 3-4 मिनटसम्म यसरी भुट्नुपर्छ। यसरी भुटेर बनाएको निङ्गुरोको अचार एकदमै राम्रोसँग बन्छ। यो ओभरकुक भएर एकअर्कामा टाँसिने समस्या पनि हुँदैन। अब चाहिँ निङ्गुरो 100% पाक्छ अनि निङ्गुरोबाट निस्किने पानीहरू पनि सबै सुकेर निङ्गुरो सुक्खा बन्छ अनि अचार एकदमै राम्रो बन्छ। निङ्गुरोको अचार बनाउँदा यो प्रोसेस पनि एकदमै अनिवार्य छ साथीहरू, नछुटाउनु होला। यसरी हाई फ्लेममा यसलाई भुट्दाखेरि चाउमिन जस्तो पाराले भुटिन्छ। यसलाई चलाइराख्नुपर्छ, डढ्न दिनु हुँदैन। ल, अब 3 मिनट पछि चाहिँ यो मजाले भुटिसकेको छ। यसलाई चाहिँ म यो बलमा खनाउँदैछु। अब यसलाई हामीले हल्का सेलाउन दिनुपर्छ, यो धेरै तातो छ।
यसरी निँगुरो सेलाइसकेपछि अब हामीले यसमा काँचो प्याज राख्नुपर्ने हुन्छ। यहाँ मैले आधा प्याजलाई स्लाइस कट गरेर राख्दैछु। त्यसै गरेर पिरोको लागि यो डल्ले खोर्सानीको पेस्ट राख्दैछु 1/2 टीस्पुन, अनि तिललाई भुटेर बनाएको पाउडर 1 टेबलस्पुन, अनि आलसलाई भुटेर बनाएको पाउडर 1 टेबलस्पुन, अझै म यहाँ 1/2 टीस्पुन तिलको पाउडर थप्दैछु, अनि नुन राख्नुपर्छ स्वाद अनुसार। अनि यो चाहिँ हो काँचो तोरीको तेल, यसले चाहिँ अचारमा एकदमै मिठो बास्ना आउँछ। अब यसमा ठुलो कागती लिएको छु, यसलाई मजाले निचोरेर राखिदिनुपर्छ। कागतीको सट्टामा हामीले अमिलोको लागि चुक अमिलो पनि राख्न सक्छौँ साथीहरू, अथवा व्हाइट भिनेगर पनि। यो कागतीको दाना परेछ, यो चाहिँ चपाउँदा तितो हुन्छ साथीहरू, यसैले कागतीको दाना चाहिँ निकालेर फाल्नुपर्छ। यहाँ मैले एउटा पुरै कागती निचोरेर राखिसकेँ, अनि यहाँ पनि एउटा दाना परेछ, यसलाई पनि निकाल्दैछु। अब चाहिँ हामीले हल्का हल्का हातले यसलाई मिक्स गर्नुपर्छ। यसरी हातले मिक्स गर्दा यसको सबैतिर मजाले मरमसला पुग्छ, तर यसलाई माडेर चाहिँ हामीले मिक्स गर्नु हुँदैन साथीहरू। ल हेर्नुहोस् त, हेर्दै मुखमा पानी आउने जस्तो देखियो यो निँगुरोको अचार। यसरी हल्का बोइल गरेर अनि थोरै भुटेर बनाएको निँगुरोको अचार चाहिँ मजाले पाके तापनि खाँदाखेरि मुखमा हल्का करक करक टाइपको हुन्छ, जसले चाहिँ अचारको स्वाद 2 गुणा बढाउँछ साथीहरू। एकदमै मिठो हुन्छ यसरी बनाएको निँगुरोको अचार। ल यसलाई चाहिँ एकदमै राम्रोसँग मिक्स गरिसकेपछि अब यहाँ म थोरै यसमा पस्किँदैछु। यसरी चाहिँ अमिलो पिरो एकदमै मिठो यो निँगुरोको अचार बनेर तयार भइसकेको छ साथीहरू। अब थोरै म यसमा पनि पस्किँदैछु। ल हेर्नुहोस् त, यसलाई हामीले भातसँग रोटीसँग यतिकै पनि एकदमै मिठो हुन्छ साथीहरू यो अचार चाहिँ। भिडियो मन परे एक लाइक गरिदिनु होला, अनि प्रतिक्रिया दिन पनि नबिर्सिनु होला, साथै आफ्ना साथीहरूलाई सेयर पनि अवश्य गरिदिनु होला। नयाँ साथीहरूले चाहिँ च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, साथै साइडको बेल आइकनलाई पनि प्रेस गरेर राख्नुहोला। पुरा भिडियो हेरेर सबै जानकारी लिनुभएकोमा थ्याङ्क यू सो मच। मेरो च्यानल अम्बु कुक्समा यसरी नै जोडिरहनुहोला। टेक केयर, ह्याप्पी कुकिङ।